हुन्छ है। एकदमै भिरालो छ त्यहाँबाट पुरै त्यहाँबाट घुमेर यस्तो 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 सर्प जसरी घुमेर तल घर जानुपर्छ। हामीले जानुपर्ने भनेको उहाँको घरमा हो। नियर छौँ हामी, धेरै नजिक छौँ। एकदमै मजा आइरहेको छ। एउटा चिज देखाऊ। मलाई बाटो डाइरेक्सन दिइरहेछ मेरो छोरोले हो, देख्न सक्नुहुन्छ। हुन्छ हुन्छ ओके। केही खसे त नै देख्न सक्नुहुन्छ। जो मेरो कट्टामा मेरो टाउकोमा जो कट्टा देख्नु हुनुहुन्छ तपाईँहरू, त्यो कट्टा चाहिँ यति मुस्किल धेरै ठाउँमा बाँध्दै आइयो कि राम्रो रब्बड राम्रो नभएर हो कि रब्बड पनि नपाउने बाटोमा है आज गाह्रो भयो। त्यही पनि जसो पुगियो। अब जाँदाखेरि त सामान केही होइन, मान्छे मात्रै जाने हो। अब त केही लैजाऊ भने पनि लग्ने होइन, भयो नि लग्ने होइन। देख्न सक्नुहुन्छ यो बाँसको रुख। यसमा चाहिँ बाँसको तामाको अचार खान्छ हामी, त्यस्तै अनि त्यहाँ छ होइन। यो चाहिँ हाम्रै उसमा पर्छ, यहाँसम्म हाम्रो पर्छ। हाम्रो तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो जमिन कहाँदेखि कहाँ छ भनेपछि यो साइडदेखि यहाँदेखि अब योभन्दा माथि हो क्या हो। यहाँदेखि त्यो निलो कलरको घरभन्दा यता र पर त्यहाँ त्यो सल्लाहको रुख छ। त्यो सल्लाहको रुखभन्दा यता पुरै घेरिएको छ। अनि यतापट्टि यतातिर बाँकी छ, दाहिनेतिर अरू पनि। अनि यहाँ पानीको व्यवस्था यस्तो राम्रो छ नि। यहाँ खेतीपाती गर्नलाई मूल छ यहाँ नजिकै। बाटो पनि लास्टै अफरोडिङ, खुट्टा नहिँडेको मान्छेलाई धेरै दिनपछि हिँड्यो भने चाहिँ लास अप्ठ्यारो हुँदो रहेछ। त्यही पनि आफू सधैँ हिँडेको बाटो हुनाले पहिला त्यति अप्ठ्यारो लागिरहेको छैन। रमाइलो छ जे होस्। एकदम शान्त, चराचुरुङ्गीको आवाज। यता हो भनेर। अनि यो चाहिँ हाम्रो गोठ हो। अनि यसमा चाहिँ गाई भैँसीहरू पाल्ने ठाउँ। यसमा चाहिँ अहिले छैन, यहाँ कोही पनि बस्दैन। हाम्रो ठुलो बुवा मात्रै बस्नुहुन्छ एक्लै। अहिले तपाईँहरूलाई ठुलो बुवालाई पनि देखाउने छु। अब लगभग हामी पुगिसकेका छौँ, आइसकेका छ। यो चाहिँ हाम्रो गोठ, यो बाख्राको खोड। अनि पारीदेखि त्यो भित्तादेखि लिएर पुरै त्यहाँ घरसम्म चाहिँ, त्यहाँदेखि पुरै यो जमिन चाहिँ हाम्रो। धेरै छ जमिन, साग तरकारी केही खेती यस्तो गरौँ भनेको लागि त। अहिले चाहिँ यहाँ केही छैन भनौँ। यतापट्टि चाहिँ मकै रहेछ, यतातिर चाहिँ बाँझो रहेछ, पुरै बाँझो रहेछ। यो चाहिँ खोड बाख्राको। यहाँ गोठ थियो त यार, कहाँ छ गोठ? गोठ भत्का रहेछ यहाँको। जाउँ, गोठ तल सारे रहेछ। आम फल्याएन रहेछन्, फल्न त फल्या रहेछ, कम रहेछन्। यो चाहिँ हाम्रो ठुलो बुवाको भाग पर्छ। सिमाना देखाउँछु तपाईँहरूलाई। हाम्रो बुवाको र हाम्रो ठुलो बुवाको दुईवटा हिस्सा छ। यहाँ चाहिँ जस्तै यो बाटो छ हामी हिँड्दै गरेको, यो बाटोभन्दा यता ठुलो बुवाको र त्यो बाबुभन्दा उता राइटतिर हाम्रो बुवाको पर्थ्यो होइन। त्यो उताको घरसम्म, तल्लो घरसम्म यस्तो उहाँको यता बुवाको यता यस्तो छ। अनि उहाँ चाहिँ एउटा पोखरी बनाउनु भएको छ त्यो केराको बोटभन्दा पछाडि। एकदमै पहिलाको जमानामा पुरै सिमेन्टले मस्त पोखरी बनेको छ। तर त्यो चाहिँ सदी पुगेकोमा आएको छैन। अब यहाँ मान्छे नबस्ने हुनाले पुरै जङ्गल जस्तो, झाडी जस्तो भएको छ। देख्न सक्नुहुन्छ चुकको बोट, सुन्तलाको बोट होइन। त्यहाँ सुन्तलाको बोट, केराहरू हल्का पसाएर छन्। अब अगाडि बढ्दै जाउँ। यो चाहिँ हाम्रो अस्ति चाहिँ पहिला पालि आएको बेला चाहिँ भाउजू हुनुहुन्थ्यो। भाउजूले चाहिँ यो चुकको बोटबाट मलाई धेरै चुक दिनुभएको थियो। अहिले चाहिँ चुक कति नफलेको रहेछ, कमै रहेछ। अहिले चाहिँ उहाँहरूले चाहिँ यो जग्गा चाहिँ रेन्टमा दिनुभएको छ। मान्छे रेन्टमा बस्नुहुन्छ यो जमिनमा। त्यही अहिले रेन्टमा बसेको हुनाले यहाँ हल्का हराभरा छ, मकैहरू छ होइन। यता चाहिँ बाँझो छ, यहाँ मान्छे कोही पनि बस्नुहुन्न। भाउजू आउनुहुन्छ उहाँबाट, आएर हल्का सके जत्रो गर्नुहुन्छ। उता पनि छ, उता पनि गर्नु पऱ्यो, धेरै छ उहाँहरूको पनि
लाग हुन्छ पसल छ। अनि त्यही हुनाले यो चाहिँ बाँझो रहेछ। ठिकै छ, एकदमै रमाइलो लाग्यो। धेरै दिनपछि जन्मेको ठाउँमा आउँदा। यो घर चाहिँ हाम्रो भाइको घर, हाम्रो भाउजूको घर हो यो। यहाँ कुकुर पालेर रहेछ होइन, कुकुरले डराउने होइन त फटा, चिनेन मलाई काले। यो घर चाहिँ भाउजूको हो होइन। स्याउ हो कि नासपतिको बोट लगाउनु भएको थियो, सानो थियो उतिखेर चाहिँ। मेरो वाइफसँग पनि फर्स्ट भेट यही घरमा भएको थियो। र यो ठाउँ अनि यो ढुङ्गा होइन, हाम्रो डेटिङ बसेको थियौँ कि एकदमै रमाइलो। तुलसीको बोटहरू लगाउनु भएको थियो यहाँ। यो ठाउँमा चाहिँ हामी बाल्यकालमा यति धेरै खेल्थ्यौँ। मलाई एक्चुअली यहाँनिर चोट पनि लागेको थियो, याद छ मेरो आँखामा। देख्नु सक्नुहुन्छ मकैहरू यति ठुलो भइसकेको रहेछ।